अरे यो मान्छे त मधेस पो गएको थियो हप्ता दिनको लागि अनि अघि आइरहेको रहेछ मलाई खबरै नगरिकन हुन अचानक चाहिँ किन आयो सोध्नु पर्यो के भयो किन तर्सेको अबे के विधि कालो अनि मेरै बुढा हो क्या हो कि साह्रो मसान कसलाई भन्छ कालो होइन कि हप्ता दिन मधेस जाँदाखेरि कि तेरो बुढा कालो भयो अनि के छ पारा म जस्तो यस्तो साह्रो ह्यान्डसम मान्छे चाहिँ कालो पत्याउँदैन ट्याटो हेर ट्याटो ल म जस्तो ह्यान्डसम मान्छेलाई कालो मसान भन्छ भन होइन कसलाई भन्नु उसलाई भनेको नि अब उसलाई के हो त्यो आमाम थोप्रा कालो न कालो होइन मधेसमा त्यस्तो साह्रो घाम लाग्यो र हेर हप्ता दिनमै मान्छे त हेरि नसक नपता ऐना ल्याएर देखाइदिन्छु हेर्ने ऐना ऐना जस्तो ह्यान्डसम मान्छेले चाहिँ ऐना हेर्छ ऐना र मेरो कलर त सेम हो त ऐनामा त म त बिल्लाउँछु पो त नाथु ऐना हेर भन्छ अब म जस्तो ह्यान्डसम मान्छे यस्तो हेर्दा पनि सलमान खानलाई त जित्छु ह्यान्डसममा त कहिले ऐना हेरेको भए पो थाहा हुन्छ त आफ्नो थोप्रा कस्तो छ भनेर ल्याइदिउँ ऐना ल्याइदिउँ एकछिन है त म लिएर आउँदैछु यता पर्खिनु है त लु यहाँ ऐना हेर्नु त पुसी ओरिदिएको छु ल कस्तो रहेछ लु आफै हेर्नु त लु पर्दैन पर्दैन हेर्दिनँ हेर्नु नि एकखेप हेर्नु हेर्दिनँ मै सेतो छु हेर्नु नि साह्रै कर गरिस् हौ साह्रै कर गरिस् हेर्दिनँ भनेको यो गुही ऐना के हेर्नु यस्तो ऐना अघिदेखि भनेको झन् म जस्तो ह्यान्डसम कोही पनि छैन भनेर ल नि त अब साह्रै कर गर्छु एकतालको लागि हेरिदिन्छु बस्यो हेरिदिन्छु साह्रै कर गऱ्यो कर गऱ्यो लु हेरिदिन्छु नि त लु लु साह्रै कर गरे नि त साह्रै मनै हो